नमस्ते साथीहरु, आज चाहिँ म एकैचोटी खसीको मासु र फर्सी एक ठाउँमा लोकल कुखुराको मासु एक ठाउँमा बनाउन गइरहेको छु। सुरुमा ओइ दिँदाको भिडियो चाहिँ मैले राख्न बिर्से। त्यसपछिको भिडियो छ, हेरेर प्रतिक्रिया दिनु होला। अहिले चाहिँ म खसीको मासु र फर्सी मज्जाले भुटिरहेको छु। देख्न सक्नुहुन्छ। ल हेर्नु, वाउ क्या दामी भइरहेछ हैन। लोकल फर्सी त्यहाँमाथि खसीको मासु एक ठाउँमा म मज्जाले भुटिरहेको छु। हेर्नु कस्तो दामी देखिया छ, देख्दै खाउँ जस्तो। अनि अर्कोपट्टि छ लोकल कुखुराको मासु। लोकल कुखुराको मासु पनि मज्जाले भुटिरहेको छु साथीहरुमा हैन। एकपट्टि देख्न सक्नुहुन्छ खसी र फर्सीको मासु, एकपट्टि लोकल कुखुराको मासु। मेरो छोरी चाहिँ जिस्काउँदै छ लोकल कुखुराको मासु भनेर हैन। त्यति बेलै देख्न सक्नुहुन्छ। यता छ गोलभेडाको पेस्ट, अनि यो हरियो लसुन प्याज, यता छ अदुवा लसुनको पेस्ट। यता चामल भिजाइरहेको छु मैले खाना बनाउनको लागि। भाँडा पनि छ चियाको एकछिनमा मासु भनेर राखिरहेको छु। उता चाहिँ बाबाले जिस्काउँदै छ, नानी म धनिया पखाल्दै छु, राम्रोसँग पखाल्छु देखाऊ भनेर भने छोरीको पारा यस्तो छ। ल हेर्नु है त एकैछिनमा। ल हेर्नु म पनि बच्चा जस्तै धनिया देखाउँदै लोकल धनिया भनिरहेको छु। अब म धनिया काट्छु। धनिया काटिसकेँ मैले, देख्न सक्नुहुन्छ। फेरि छोरी जिस्काउँदै छ मलाई। अर्कै आइपी म चलाउँछु मामु मासु छोड्नु भन्दै, पालैसँग टन बाई टन चलाउँछु भन्दै सुरु भइसक्यो। अहिले चाहिँ मेरो जेठी छोरी प्रिन्साले अब मसला हाल्ने बेला भएछ साथीहरुले। हेर्नु मैले थोरै जिराको धुलो हालेर चलाएँ। अब त्यसपछि मिट मसला, फेरि कश्मिरी मिर्ची, त्यसपछि थोरै लङ सुकमेलको धुलो, अनि फेरि गोलभेडाको पेस्ट। 3 चम्चा भएपछि त पुग्यो। चलाउँदै छु। वाउ कस्तो दामी देखिरहेछ। मेरो छोरीको हात हेर्नु न, जिस्काइरहेको छ मलाई नजिकै बसेर। अब अर्कोपट्टि लोकल कुखुराको मासुपट्टि नि मसला त हाल्नु पर्यो भन्दै म चलाउँदैछु। अब छोरीले मोबाइल समातेर देखाउँदै छिन्। अहिले हेर्नु अब हाल्छु म मिट मसला। मिट मसला चाहिँ सकिन लागेर छ साथीहरु, थोरै हाल्नु नजर म बट्टै टकटकाइदिइरहेको छु। अब त्यसमा हाल्छु मैले फेरि कश्मिरी मिर्ची। धेरै हाल्यो भने पिरो हुन्छ नि त साथीहरु, त्यही भएर थोरै राखिरहेको छु। फेरि लङ सुकमेलको धुलो। अब आउँछ जिराको धुलो। त्यसपछि राख्छु मैले अदुवा लसुनको पेस्ट। चलाइसकेपछि मजाले रातो बनाएर भुट्नु पर्यो नि त, मिठो हुन्छ नि त साथीहरु। अब राख्छु मैले हरियो लसुन प्याज। त्यसपछि राख्छु मैले अदुवा लसुनको पेस्ट 2 चम्चा। अनि त्यसपछि राख्छु गोलभेडाको पेस्ट। चाहिँ त्यति चाहिन्छ नि त साथीहरु, मासु 1 किलो भन्दा बढी थियो हैन, त्यसैले त्यति पेस्ट चाहिँ मैले राख्दिएँ। त्यसपछि चलाउँदै छोरी मलाई अहिले नि जिस्काइरहेको छ त्यहाँ नजिक बसेर। वाउ कस्तो दामी देखिया छैन त, देख्दै खाउँ लाग्ने छ नि हैन। ल हेर्नु अब ढक्कन लगाइदिन्छु म। मैले चलाएको नभएर छोरी जिस्काएर म चलाउँछु मामु एकैछिन त छोड्नु भन्दै छोरी चलाइरहेको छ। चलाउनु चाहिँ सक्नु छैन, फेरि सानीले चलायो भने फेरि ठुली आइपुगेछ चलाउनलाई। यता भाँडा पनि मोल्नु थियो। अनि अब त्यति बेला त छोरी कहाँ भागी एउटा हातले मोबाइल समाउँदै एउटा हातले भाँडा पखालेर थोरै देखाएँ। त्यसपछि मैले एक्लै माजिसकेँ। अब राखेँ मैले खसीको मासुमा धनिया। ल हेर्नु छोरीले चलाउँदै छ। अब फेरि आयो लोकल कुखुरापट्टि धनिया राख्ने पालो। यता पनि मैले राखिदिएँ धनिया। ल हेर्नु कस्तो दामीसँगले
फत फत फक पाक्दैछ। धनिया राखिसकेपछि पनि मैले चलाइदिएँ। ल हेर्नुहोस्, अब हेर्दा हेर्दै पाक्न लागिसक्यो साथीहरू मासु। छोरी फेरि जिस्काइरहेको छ। ल हेर्नु, वाउ वाउ भनिरहेको छ। यता चाहिँ मैले कमलको फुल देखाएँ नि। ल हेर्नु, मासु पाएको कि पाएन भने म चाख्न लागिरहेको छु। ल हेर्नु, यो चाहिँ लोकल कुखुराको मासु चाहिँ मिठो रहेछ भनेर मेरो रियाक्सन त्यस्तो छ। अब चाहिँ झोल हाल्नु पऱ्यो। लोकल कुखुराको मासुमा त मजाले झोल हालेर सुप पिउनु पऱ्यो नि त, त्यही भएर झोल राखिरहेको छु मैले। ल देख्न सक्नुहुन्छ, यति झोल हुँदा त पुग्छ। अनि त्यसपछि यो कुखुराको मासु छोडेर मैले अब फेरि यो खसीको मासु र फर्सी कस्तो भएछ भने यो पनि चाख्छु। ल हेर्नु, एक पिस छाला पाक्यो कि पाकेर भनेर चाख्न थालेँ। तातो तातो भएर पुग्दै खाँदैछु म फेरि। यो पनि एकदम दामी छ। ल दामी। ल हेर्नु, यता लोकल कुखुराको मासु पाकिरहेको छ। अहिले हेर्दा हेर्दै मुखबाट पानी आइसक्यो साथीहरू। अहिले चाहिँ म भोइस ओभर गरिरहेको छु होइन। मासु पाकिसकेको छ, देख्न सक्नुहुन्छ। अब अर्कोपट्टि यति भन्ने बाई सबैलाई। फुलबाज गर्नुको धन्यवाद।